हेलो वेलकम छ सबैलाई। आज हामी हेर्न गइरहेका छौँ एसओ 422 अर्थात् डाइनामिक्स अफ नेपाली सोसाइटीको एउटा धेरै महत्त्वपूर्ण प्रश्न जुन चाहिँ रहेको छ ट्रेस आउट द हिस्टोरिकल डेभलपमेन्ट अफ नेपाली कल्चर एन्ड सोसाइटी। नेपालीको संस्कृति र समाजको ऐतिहासिक विकासक्रमको चर्चा गर्नुहोस्। र यो 15 मार्कको क्वेसन हो र यो प्रश्न 2082 को टियु परीक्षामा सोधिएको थियो। र यो प्रश्न एटेम्प गर्नको लागि हजुरहरूले पोलिटिक्स एन्ड नेपाली सोसाइटी भन्ने जुन च्याप्टर 4 छ, यसको फर्स्ट रिडिङ जुन छ, जुन चाहिँ प्रयागराज शर्मा सर लेख्नुभएको थियो 2006 मा, जुन किताब छ नेपाली कल्चर एन्ड सोसाइटी भन्ने एन्ड हिस्टोरिकल ओभरभ्यू इन द स्टेट एन्ड सोसाइटी नेपाल, जसको चाहिँ पेज नम्बर 3 देखि 36 सम्म पढ्नुपर्ने हुन्छ है त। र तपाईँले पुरानो प्रश्नहरू पनि हेर्नुभयो भने यो टाइपको प्रश्नहरू लगभग हरेक वर्ष दोहोरिरहेको पाउनुहुन्छ। त्यसैले आजको भिडियोमा हामी यसलाई 15 मार्क्सको लागि कसरी राम्ररी उत्तर दिने भनेर स्टेप बाइ स्टेप हेर्न गइरहेका छौँ। ओके, त्यसो भए सुरु गरौँ है त। नेपाली समाज र संस्कृतिको विकासलाई बुझ्नको लागि हामीले यसलाई विभिन्न ऐतिहासिक चरणहरूमा बाँडेर हेर्नुपर्छ। पहिलो चरण हो एन्सियन्ट फाउन्डेसन अफ नेपाली सोसाइटी। धेरैजसो ऐतिहासिक अभिलेखहरू काठमाडौँ भ्यालीबाट नै आएका छन्, किनभने त्यहाँ किराँत र पछि गएर लिच्छवी जस्ता सेन्ट्रलाइज राज्यहरू थिए। तर यसको मतलब बाँकी नेपाल शून्य थियो भन्ने कुरा चाहिँ होइन। पश्चिममा पनि आफ्नै खस राज्य थियो, पूर्व पहाडमा किराँत जनजातिहरूको आफ्नै शासन प्रणाली थियो, त्यसै गरेर तराईमा मिथिला र थारू समुदायको आफ्नै परम्परा थियो। त्यसैले भन्नुपर्दा नेपालको एन्सियन्ट फाउन्डेसन भनेको एउटै केन्द्र होइन, यो विभिन्न क्षेत्रीय समाजहरूको योगफल हो, जुन पछि गएर एउटै राज्यमा एकीकृत भयो। यहाँ हामीले नेपालको हिस्टोरिकल जर्नी चाहिँ छुट्टा छुट्टै चरणमा विभाजन भएको देख्न सकिन्छ। एन्सियन्ट फाउन्डेसन पछिको महत्त्वपूर्ण चरण हो लिच्छवी पिरियड, जसको टाइम पिरियड रहेको छ लगभग 400 देखि 750 इस्वी सम्मतसम्म। यो बेला मानदेव र अंशुवर्मा जस्ता राजाहरूले बलियो प्रशासन व्यवस्था गरेका थिए। कृषि र व्यापार विस्तार भयो र सबैभन्दा रोचक कुरा, हिन्दुइजम र बुद्धिज्म यही बेला सँगसँगै फस्टाए। यसै बेला संस्कृत साहित्य र शिलालेखहरू पनि विकास भए, जसले हामीलाई आज पनि त्यो बेलाको इतिहास बुझ्न मद्दत गर्दछ। त्यसपछि आउँछ मल्ल पिरियड, जुन नेपाली संस्कृतिको गोल्डन एज भनेर चिनिन्छ। काठमाडौँ, पाटन र भक्तपुर तीनवटै छुट्टा-छुट्टै राज्य भए पनि सबैले कला, वास्तुकला र संस्कृतिमा ठूलो योगदान दिए। नेवार संस्कृति यही बेला सबैभन्दा फस्टायो। मन्दिर, दरबार, जाति व्यवस्था अझै संस्थागत भयो र तिब्बत र इन्डियासँगको व्यापारले यी सहरहरूलाई धनी बनाए। आजसम्म हामीले देख्ने काठमाडौँ भ्यालीको धेरैजसो सम्पदा यही पिरियडमा आएको थियो। सेक्सन 4 शाह युनिफिकेसन। अब आउँछ नेपालको इतिहासमा सबैभन्दा ठूलो टर्निङ पोइन्ट, शाह युनिफिकेसन। पृथ्वीनारायण शाहद्वारा उहाँले सासाना राज्य र रजौटाहरूलाई एउटै केन्द्रीय सत्तामुनि ल्याउनुभयो, जसले गर्दा आजको आधुनिक नेपालको जग बस्यो। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदायहरू एउटै राज्यमा त आए, तर तिनीहरूको आफ्नै पहिचान भने कायमै रह्यो। यसले यहाँबाट सुरु हुन्छ डाइभर्सिटी र नेसनल इन्टिग्रेसन बीचको टेन्सन, जुन आजसम्म पनि नेपाली राजनीतिमा एउटा ठूलो बहसको विषय हो। सेक्सन 5 राणा शासन। युनिफिकेसन पछि आउँछ राणा शासन 1846 देखि 1951 सम्म। यो बेला शक्ति पुरै राणा परिवारको हातमा केन्द्रित थियो। जनताको राजनीतिक सहभागिता लगभग शून्य थियो। सबैभन्दा महत्त्वपूर्ण 1854 को मुलुकी ऐनले कास्ट हायरार्कीलाई कानुनी रूपमै संस्थागत गर्यो, जसले सामाजिक विभेदलाई अझ गहिरो बनायो। शिक्षा सीमित थियो, प्रेसमाथि नियन्त्रण थियो र आर्थिक स्रोत साधन थोरै व्यक्तिको हातमा थियो। यो चरणले पछि डेमोक्रेटिक मुभमेन्टको जग तयार गर्यो भन्दा फरक पर्दैन। सेक्सन 6 पोस्ट 1951 ट्रान्सफर्मेसन। 1951 मा राणा शासनको अन्त्य भयो र यहाँबाट नेपालको आधुनिकीकरणको यात्रा सुरु हुन्छ। शिक्षा, यातायात, सञ्चार सबै क्षेत्रमा विस्तार भयो। परम्परागत कृषिमा आधारित र कास्ट बेस समाज बिस्तारै परिवर्तन हुन थाल्यो। सहरीकरण र बसाइसराईले परिवार, पेसा र सामाजिक सम्बन्धमा पनि नयाँ परिवर्तन ल्यायो। सेक्सन 7 पञ्चायत पिरियड। 1960 देखि 1990 सम्मको पञ्चायत पिरियडमा राज्यले एउटै नेसनल आइडेन्टिटी बनाउने प्रयास गर्यो, जसमा नेपाली भाषा, राजतन्त्र र
हिन्दू परम्परालाई विशेष प्राथमिकता दिइयो। तर समस्या के थियो भने नेपाल वास्तवमा जातीय, भाषिक र सांस्कृतिक रूपमा धेरै विविध थियो। त्यसैले यो युनिफर्म आइडेन्टिटी बनाउने कोसिसले नै पछि एथनिसिटी, कल्चरल रेकग्निसन र रिप्रेजेन्टेसनमाथिको बहसलाई जन्म दियो। सेक्सन 8 डेमोक्रेटिक मुभमेन्ट 1990 मा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो, जसले जनताको राजनीतिक सहभागिता बढायो। त्यसपछि 1996 देखि 2006 सम्मको माओइस्ट मुभमेन्टले सामाजिक असमानता विरुद्ध ठुलो आवाज उठायो। 2006 पछि त झन् इन्क्लुजन, इक्वालिटी, सेक्युलरिजम र राज्यको पुनर्संरचना जस्ता विभिन्न विषयमा बहस तीव्र भयो, जसले अन्ततः नयाँ संविधानको बाटो खोल्यो। सेक्सन 9 कन्टेम्पोरेरी नेपाली सोसाइटी र अन्ततः 2015 को संविधानले नेपाललाई फेडरल डेमोक्रेटिक रिपब्लिक घोषणा गर्यो र देशको विविधतालाई औपचारिक मान्यता दियो। आजको नेपाली समाज भनेको ट्रेडिसनल र मोडर्निटीको मिश्रण हो। कास्ट र किन्सिपको प्रभाव अझै छ, तर सँगसँगै शिक्षा, सहरीकरण र महिला तथा सीमान्तकृत समुदायको सहभागिता पनि बढ्दै गइरहेको छ। कन्क्लुजन त्यसैले निष्कर्षमा भन्नुपर्दा नेपाली समाज र संस्कृतिको विकास कुनै सिधा ट्रेडिसनलदेखि मोडर्निटीतिरको यात्रा होइन। एउटा निरन्तर चलिरहने प्रक्रिया हो, जहाँ पुराना सङ्घ संस्थाहरू नयाँ राजनीतिक, आर्थिक र सामाजिक शक्तिहरूसँग अन्तर्क्रिया गरिरहन्छन्। र एक्जाममा लेख्दा पनि यो एउटै लाइनले तपाईँको उत्तरलाई बलियो बनाउँछ। कन्टेम्पोरेरी नेपाली समाज भनेको हिस्टोरिकल कन्टिन्युटी, कल्चरल डाइभर्सिटी र पोलिटिकल चेन्ज र मोडर्नाइजेसन बिचको अन्तर्क्रियाको उत्पादन हो। म फेरि भन्छु, कन्टेम्पोरेरी सोसाइटी होइन, अहिलेको जुन नेपाली समाज छ, यो नेपाली समाज भनेको हाम्रो हिस्ट्री होइन, हिस्ट्रीको कन्टिन्युटी, कल्चरल डाइभर्सिटी र पोलिटिकल चेन्ज र मोडर्नाइजेसन बिचको एउटा इन्टर रिलेसनसिप हो, एउटा इन्टरेक्सन हो।